शिक्षामा हामी संस्कार बढाऊ, जीवन जिउने पद्धति पढाऊ। समाजलाई हामीले कता लाने हो, कुन डिरेक्सनमा लाने हो, कस्तो खालको समाज निर्माण गर्ने हो, कुन चरित्रको समाज निर्माण गर्ने हो, यस विषयमा हामीले सोच्नुपर्ने बेला आएको छ। एउटा विकसित नेपाल तर जागरूक नेपाल। विकसित नेपाल मात्र होइन, विकास त हुन सक्ला, तर नेपाली माटो, नेपाली भूमि, नेपाली संस्कृति, नेपाली मूल्य मान्यता, यहाँको सनातनी संस्कृति, कार्यकर्ताहरूलाई जुन खालको अभिनन्दन आजको कार्यक्रममा भएको छ, यस अभिनन्दनले देशभरमा विद्यार्थी परिषदको विभिन्न दायित्वमा रहेर कार्य गरिरहनुभएका कार्यकर्ता साथीहरूमा एउटा ऊर्जा र आगामी दिनमा अझ धेरै साहस र समाजसँग जोडिएर काम गर्ने त्यो खालको भूमिकामा, त्यो खालको उत्साह र त्यो खालको आशीर्वाद विद्यार्थी परिषदका कार्यकर्ताहरूले प्राप्त गर्न हुनेवाला छ। राष्ट्र निर्माण गर्न अब यस्तो महान अभियानमा सघाउने बेला भयो, यस्तो महान अभियानमा सघाउने बेला भयो, निदय जे गरेकालाई जगाउने बेला भयो, निदय जे गरेकालाई जगाउने बेला भयो। भावी एउटा दार्शनिक व्यक्तित्वले युवाका व्याख्या गर्दाखेरि उनले एउटा बुक नै लेखेका छन्। उनले भने युवा ऊ हो जो आउने 100 वर्ष 200 वर्षको नीति तय गर्छ, प्लान बनाउँछ। त्यो प्लान बनाउन सक्ने व्यक्ति त्यो युवा हो। त्यो नट बाई एज 75 वर्ष 80 वर्षको व्यक्ति पनि आउने 100 वर्ष 200 वर्ष 1000 वर्षका नीति तय गर्न सक्ने, आउने दिनमा राष्ट्रलाई यो ठाउँले रूपले, शैक्षिक रूपले, स्वास्थ्यका रूपले, सामाजिक रूपले लैजान सक्छ भने, जनचेतना जागरणका रूपमा लैजान सक्छ भने ऊ युवा हो। सबै कुरा गर्नुपर्छ र आचरणमा शुद्धता होइन। उहाँले गर्नुपर्ने कुराहरू गर्नुभयो, अहिले हामी गर्नु जाने तपाईँको कुरा गरौँ। अफिसमा कुनै कुरा सम्भव छैन, देश प्रेमी चरित्रवान युवा शक्ति नभई हुन। व्यक्ति निर्माण